साथीभाइ हेर्नु सक्नुहुन्छ जिन्दगी ब्लगमा वेलकम छ सबैलाई। यो हो मेरो बाख्रा। अब भात खाँदैछ, चामलहरू धेरै त छैन, यो ठुलो जातको होइन, यो मिडियम साइज होला। अरू सुँगुर पनि देखाउनु गइरहेको छु। यसलाई भन्छ मिनी फार्म। सुँगुर 4टा छ, बाख्राहरू यहाँ छ, उता अगाडि पनि गएको छ। आइज आइज खा। यिनीहरूले सब नेपाली कुरा बुझ्छ नि, नेपाली कुरा बुझ्छ नि तिमीहरू। दिदिनु मेरो रुममा छ, टेबलमा छ। हेर्नु सक्नुहुन्छ साथीभाइ हो। अब बाख्रा भातसात खाइयो, अब जान्छ वनतिर। वन पाखामा जाँदो रहेछ मिरमिरेको घाम। यो सब मेरो बाउको हो, उसलाई धेरै राम्रो लाग्छ। हाँसहरू पनि धेरै छ। यहाँ ब्रोइलर भी छ साथीभाइ, हेर्नु होला। पानी पिँदैछ ब्रोइलरले भी। आइज आइज, चिन्ने नास? मलाई चिन्ने नास? चिन्दो रहेछ नि। यता हेर, आइज 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 आइज। ए सानो मान्छे, सानो मान्छे। तिमीहरू भात नखाएर कहाँ जान्छ? खा भात खा। पानी हालिदिनु पर्छ गाउँले नि, पानी खत्तम भएछ। त्यसमा लगाइदिनु पर्छ दाना नि, त्यसमा। यो सबभन्दा ठुलो माउ, मतलब सबभन्दा पुरानो घन्टी लगाइदिएछ, त्यही कारण नि यो एकदम बोस हो नि त। अब बच्चा दिनु आँटेको छ यसले। बच्चा 4टा 3टा यस्तो दिन्छ। बचाउनु सकिन्न, 4वटा दियो भने पानी परिहाल्छ, पानी पर्यो भने मरिहाल्छ। खोर भी खासै राम्रो छैन, अब बनाउनु पर्ला जाली साली लिएर साथीभाइ हो। बच्चा दिने माउ अलग राख्ने, नदिने माउ अलगले राख्ने। अब अलिक दिनपछि छ होला, झन्डाले 40वटा त छ। 50-60वटा हुन्थ्यो होला, आधा पुरा। अब कता कता पानी परेर मर्ने हुन्छ, त्यस्तै त हो। हेर्नु भी सकिन्न। आजको ब्लग यही थियो कि सानो हाम्रो बाख्राको, सुँगुरको, कुखुराहरूको फार्म तपाईँहरूलाई देखाउने गइरहेको थियो। अरू तपाईँहरूलाई भी यस्तो गर्नु छ भने मोदीको आइडिया ल्याउनु होला। अब बाख्राहरू जान्छ सबै, जा अब घाँस खानु। कतिका छ। लु साथीभाइ, आजको ब्लग यति नै हो। राम्रो लाग्यो है लाइक शेयर सब्सक्राइब गरिदिनु होला। गाउँले जिन्दगी ब्लगलाई सब्सक्राइब गरिदिनु होला। बाई बाई सबैलाई, बाई बाई छ, बाई बाई।